हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी ब्लग। अनि आजदेखि चाहिँ हाम्रो कोदो रोप्न थालेको। कोदो रोप्ने खेतलाहरू हुन्छ, त्यसमा चाहिँ खाजा बनाउँदैछु साथीहरू। अनि खाजामा चाहिँ आज चाम्रे र तरकारी बनाइदिनु लागेको। आलु, चना, मटर, बोडीहरू भिजाएर राखेको सब्जी। अनि यहाँ चाहिँ म अब चाम्रे बनाउन लागेको। ठुलो भाँडामा चाहिँ खेतलाहरू हुन्छ 7-8जना, त्यही भएर चाहिँ धेरै चाहिन्छ खाजा। अनि तेल हालेँ, त्यसपछि मेथी पड्काएँ, त्यसपछि अनि चामल भिजाएको चामल हालिदिएँ, त्यसपछि हल्का नुन पनि हालिदिएँ। हल्का नुन हालेको नुन मिठो हुन्छ नि त। अनि मैले मजाले भुटेर चाहिँ पानी हालिदिएँ त्यहाँ। अनि पानी हालेर चाहिँ अब ठिक पानी हालेर चाहिँ छोपिदिएँ। अनि यसलाई घरिघरि चलाउँदै छोप्दै गर्नुपर्छ। अनि यो चाहिँ मेरो चाम्रे खानाको रेसिपी है त साथीहरू। कुकरमा खरानी लाएर चाहिँ ग्यासमा कसले बसाउँछ त साथीहरू। मैले बसाउँछु है त भाँडामा खरानी लाएर चाहिँ ग्यासमा। मैले चाहिँ त्यहाँनिर अब ठुलो भाँडा थियो नि त, त्यही भएर नअटेर चाहिँ त्यता बसाइसकेको थिएँ आगोमै त्यो सब्जी पनि। अनि त्यहाँ अलिक नअट्ने भयो, त्यही भएर चाहिँ मैले ग्यासमा बसाइदिएको है त साथीहरू। अनि यता चाम्रे पनि रेडी भयो, पाकिसक्यो। अनि यता सब्जी पनि पाक्यो। अब ग्रेभी, हल्का ग्रेभी पानी हालेर ग्रेभी बनाइदिन्छु। अनि हुन्छ। अनि खाजा चाहिँ मैले नै लिएर गएँ। अनि खाजा लगेर दिएर कोदो पनि रोपेर आएँ। नानी घरमै छोडेर गएको थिएँ नि त, बोलाएँ। नानी सानै छ, मान्दैन, त्यही भएर एकछिन रोपेर आएँ। कोदो रोपेको चाहिँ देखाउन पाइनँ, किनकि मोबाइल घरमै छोडेर गएको थिएँ नि त। पानी पर्दै थियो सिमसिम, त्यही भएर साथीहरू। यता खाली टाइममा फ्री हुँदाखेरि चाहिँ मैले मकै पनि बनाउँदै थिएँ। अनि आमा छोरी गएर चाहिँ मकै पनि छोडाउँदै थियौँ। त्यही छोरीले चाहिँ मकै छरेर काम बढाइदिएर छोरी छर्ने म बटुल्ने गर्दै छोडाउँदै थियौँ। अनि छोरीले चाहिँ मोबाइल त्यहाँ राखेको देखेर चाहिँ बोलाउँदै थियो, ओइ के हो भन्दै देखाउँदै थियो, ऊ के हो भन्दै देखाउँदै थियो। त्यहाँनिर उसलाई देखेर अनि बोलाउँदै थियो, ओइ के हो भनेर बोलाउँदै थियो। हामी चाहिँ छोरी गफ गर्दै मकै छोडाउँदै थियौँ। अनि मकै सबै बनाइसकेर कोदो पनि रोप्न थाल्यौँ। कोदो रोप्न 1-2 दिन लाग्छ, अनि त्यसपछि सकिन्छ। अनि यति मकै चाहिँ छोडाएर सुकाउनु पर्ने हुन्छ। अनि आजलाई यति नै, भेट्नु नेक्स्ट भिडियोमा। भन्दै बाई बाई एभ्रिवान।